इमिग्रेसनले एसएसडब्ल्यू 1 को जुन गाइसकेको भुइँया छ फुड सर्भिसको छ त्यसको बारेमा हिजो 8 महिनाको 10 तारिकमा एउटा सूचना जारी गरेको छ। यो भिडियो यदि तपाईँ एसएसडब्ल्यू को फुड सर्भिसमा नेपालदेखि आउन खोज्दै हुनुहुन्छ र सिओई कुर्नु भएको छ भने तपाईँको लागि केही हदसम्म जानकारीमूलक हुनेछ। मेनली सबैले बुझ्नुपर्ने कुराहरू अहिले इमिग्रेसनले के गरिरहेको छ भन्ने कुरा चाहिँ यो नोटिसमा चाहिँ हामीले जान्न सकिन्छ। अहिले इमिग्रेसनले चाहिँ जाइरिस्काको हेङ्को सिन्सेबाट चाहिँ प्रायोरिटी दिएर भिजाहरूलाई हेरेको छ, त्यसको काम गरेको छ। यसको मतलब हामीले बुझ्नु के पर्छ भन्दाखेरि एक नम्बरमा चाहिँ इमिग्रेसनले सिओईलाई नभएर जापानभित्रै अन्य भिजाहरूबाट फुड सर्भिसको लागि एसएसडब्ल्यूको लागि आवेदन दिएका आवेदकहरूको चाहिँ पहिलो प्राथमिकता दिइएको छ भन्ने कुरा चाहिँ इमिग्रेसनले खुलाएको छ है। यसको मतलब के हो भन्दाखेरि चाहिँ सिओई भनेको चाहिँ पहिले जापानभित्र भइसकेका मान्छेहरूको जाइरिस्काको हेङ्को भिजाहरूको प्रक्रिया परिवर्तन गर्ने प्रक्रिया सकिसके पछाडि चाहिँ अनि सिओईको पालो आउनेछ भनेर पहिला यो कुरा बताएको छ। 8 तारिकको 10 गतेसम्मको डेटालाई हेर्ने हो भने इमिग्रेसनले 2026 को जनवरी 5 गतेसम्मको भिजा परिवर्तनको प्रक्रिया र सिओईको प्रक्रियालाई यो दुईवटा प्रक्रियालाई चाहिँ आजको दिनसम्म चाहिँ इच्छित छ। जनवरीको 5 सम्मको मात्र डेटाहरूलाई अहिले हेरेर चाहिँ त्यसको विषयमा चाहिँ रिजल्टहरू चाहिँ दिइरहेको छ। अहिले चाहिँ जनवरीको 5 गते भन्दा पहिले अथवा 5 गतेसम्म सिओई एप्लाई गर्नुभएको र भिजा परिवर्तनको लागि आवेदन दिनुभएकोहरूको लागि मात्र अहिले काम गरिरहेको कुरा इमिग्रेसनले जताएको छ। जनवरी 5 तारिकसम्मको जुन हेरिरहेको कुराहरू छ त्यो सकिसके पछाडि फेरि त्यस पछाडि फेब्रुअरीमा आउनेछ अनि मार्च अनि अप्रिलमा आउनेछ र जसले चाहिँ 4 महिनाको 13 गते भन्दा पहिलेसम्म सिओई एप्लाई गर्नुभएको थियो उहाँहरू चाहिँ क्रमैसँग अहिले चाहिँ जनवरी भएको छ, मार्च अप्रिल मे गरेर चाहिँ 2-3 महिनाको ग्यापहरू छ, उहाँहरूको चाहिँ त्यस पछाडि क्रमैसँग हेरिने भन्ने कुरा छ। तर त्यो सबैमा पनि जापानबाट पहिले भिजा परिवर्तन गर्ने मान्छेहरूलाई चाहिँ पहिलो प्रायोरिटी दिइनेछ भन्ने कुरा चाहिँ यहाँ खुलाइएको छ। त्यसो हुनाले चाहिँ अहिलेको अवस्थालाई हेर्ने हो भने यदि अहिले एप्लाई गरेका मान्छेहरूले जुन सङ्ख्या पुग्यो भने चाहिँ त्यहीँबाट रोकिने भन्ने कुरा चाहिँ जनाएको छ। अहिलेको आजको दिनसम्म हेर्ने हो भने उनीहरूले काम गर्दै आउँदाखेरि अहिले चाहिँ जनवरी 5 तारिकसम्मको डेटाहरू चाहिँ उनीहरूले हेरिरहेको छ र त्यस पछाडिको डेटाहरू पनि क्रमैसँग हेर्नेछ र पहिले जापानभित्रबाट अन्य भिजा परिवर्तन गर्ने मान्छेको हेर्नेछ भने त्यस पछाडि चाहिँ सिओई एप्लाई आएको विदेशबाट आएको डकुमेन्टहरू हेर्नेछ भन्ने कुरा बुझ्नु होला। आज यदि तपाईँ चाहिँ जनवरीको 5 तारिकसम्ममा 5 तारिकभन्दा पहिले सिओई एप्लाई गर्नुभएको थियो र जापानबाटै भिजा परिवर्तनको प्रक्रिया गर्नुभएको थियो भने अब चाँडै नै तपाईँहरूको रिजल्ट चाहिँ आउनेछ। त्यस पछाडिको लागि भने कुनै किसिमको चाहिँ यतिखेर प्रकाशित गरिन्छ यसले गरिन्छ भनेर कुनै पनि कुराहरू खुलाइएको छैन। त्यससँगै क्रमैसँग लगभग 1 महिना 2 महिना 3 महिना 4 महिना जति पनि लाग्न चाहिँ सक्छ। तर 4 महिनाको 12 गते 13 गते भन्दा पहिलेसम्म एप्लाई गरेकाहरूको भने रिजल्ट भने आउनेछ तर ढिलो हुनेछ अथवा चाहिँ ढिलो हुन सक्छ भनेर भनेको छ है त।